समिति बनातना आरएनबीसी दीपावली बौद्ध पर्यटन केन्द्र एकाय विषय बौद्ध जगते ज्येष्ठ पुण्य महत्व नमो तस्स भगवत अरहत सम्मा सम्बुद्धस्स महा भगवान अरहतलाई मेरो नाम अभिवादन। यसै गरी यहाँ उपस्थित सम्पूर्ण भन्थे माता मेरो नाम अभिवादन। साथसाथै यहाँ उपस्थित हुनुभएका हाम्रो प्रमुख अतिथि सभाध्यक्षज्यू साथै हाम्रो निष्पक्ष निर्णायक मण्डलमा पनि म दीपावली बौद्ध पर्यटन केन्द्रबाट आर्यनको नाना अभिवादन। आज मेरो विषय रहेको छ बौद्ध जगतमा ज्यापुन्नीको महत्त्व। ज्यापुन्नी आकाशमा पूर्ण चन्द्रमा रहने पूर्णिमाको दिन गरेका सम्पूर्ण कार्य जसरी पूर्ण हुन्छ त्यसरी नै बौद्ध जगतमा पनि विभिन्न पूर्णिमाहरू छन्। जस्तै वैशाख पूर्णिमा जन्म लाभ र महापरिनिर्वाण गरे त्रिसंयोगको दिन। यसै गरी अषाढ पूर्णिमा भन्नाले धर्मचक्र प्रवर्तन लगायत पञ्चसंयोगको दिन। यसरी नै थुप्रै पूर्णिमाहरू बौद्ध जगतमा छन्। यी पूर्णिमाहरूमध्ये एक पूर्णिमा हो ज्यापुन्नी अर्थात् ज्येष्ठ पूर्णिमा। ज्यापुन्नीलाई श्रम दिवस पनि भनिन्छ। किन भनिन्छ त श्रम दिवस? यस दिनदेखि खेतालाहरूले चाहिँ आफ्नो धान रोप्ने खर्खरहरू सुरु भएका कारण श्रमको महत्त्व झल्काउने गरी यस दिवसलाई श्रम दिवस अर्थात् ज्यापुन्नी भनिएको हो। ज्यापुन्नीलाई भगवान बुद्धको जीवनकालमा भएको दुईटा अत्यन्तै महत्त्वपूर्ण घटनाहरू। नम्बर 1 भनेको चाहिँ भगवान बुद्धले महासमय सूत्रको देशना गर्नुभएको र दोस्रो भनेको चाहिँ अजपाल वृक्ष मुनि बसेर भगवानले 1 सप्ताहसम्म धर्मामृतपान गर्नुभएको। यो त भगवान बुद्धको जीवनकालमा भयो। तर भगवान बुद्धको जीवनकालपछि के भयो त? भगवानको जीवनकालपछि राजा अशोकले 23 देशान्तरसम्म चाहिँ धर्मदूतहरू पठाएर बुद्ध धर्मको धर्म प्रचार प्रसार गर्ने क्रम पनि चलिरहेको थियो। यसै तथ्यहरूलाई मैले संलग्न गरेर आफ्नो वक्तव्यलाई अझ अगाडि बढाउन गइरहेको छु। ज्यापुन्नीलाई सबैभन्दा पहिला चाहिँ महासमय दिवस भनेर पनि भनिन्छ। कपिलवस्तुका 250 वृक्षहरू र कुलिएका 250 वृक्षहरूलाई भगवानले कपिलवस्तुको महावनमा महासमय सूत्रको देशना गर्नुभएको बेलामा नाग, यक्ष, गन्धर्व, ब्रह्मा, विष्णु, महेश्वर, इन्द्र गरेर विभिन्न देवताहरूको महासम्मेलन भएको थियो। यस्तो सम्मेलन हरेक एक सम्यक सम्बुद्धको एक कार्यकालमा एकचोटि मात्रै हुन्छ भनेर बताइएको छ। दिगनिकायको अर्थकथा तथा टीकाहरूमा भनिएको छ बुद्धको प्राप्तिको 25औं वर्षमा मात्र भगवान बुद्धले यस सूत्रको देशना गर्नुभएको हो। यसरी फेरि बुद्धघोषको चाहिँ आचार्य बुद्धघोषको धर्म अर्थकथाको सुखवर्गमा चाहिँ के भनेको छ भने तत्कालीन महासमय सूत्रको देशना चाहिँ रोहिणी नदीको विवादनलाई समाधान गरिसकेपछि भनिएको हो। त्यही रातमा 500 जना भिक्षुहरूले अरहत प्राप्त गरेको थिए। उहाँहरूलाई भगवानले सम्बोधन गरेर आदेश गर्नुभएको थियो कि नजिकैको कुनै रुख तथा गुफाहरूमा गएर विपश्यना ध्यान गरी अरहत प्राप्त गर्नुभएको थियो। यसरी धेरैजना भिक्षुहरू एकै ठाउँमा धर्मबाट अरहत प्राप्त गरेको कुनै स्थानको खोजीमा नेपाल अधिराज्यको वाडगङ्गा नगरपालिका अर्थात् बालकुण्ठ धाममा सानो तथा ठुला लगायत 7वटा गुफाहरू भेटिएको थियो। ती पुण्य स्थानलाई यही ठाउँ हो भनेर अनुमानित पनि गरिएको छ। श्रीलङ्का, म्यानमार, थाइल्यान्ड जस्ता विभिन्न देशहरूमा यसलाई एक त महान पर्वको रूपमा पनि लिने गरिन्छ। यस दिन उनीहरूले महासमय सूत्रको पाठ गर्ने गर्दछन् र आफ्नो दिनचर्यालाई एकदम उपस्थित व्रत तथा पुण्य कर्महरू गरी बिताउने गर्दछन्। अर्को भनेको भगवान बुद्धले बुद्धगयामा 7 सप्ताहसम्म बुद्धगयामा बुद्धिलाभ प्राप्त भइसकेपछि ज्येष्ठ पूर्णिमाको दिन उहाँले 7 सप्ताहसम्म 7वटा डिफ्रेन्ट ठाउँमा चाहिँ बिताउनु भएको थियो। त्यो मध्ये पञ्चौं हप्ता भने चाहिँ उहाँले बोधि वृक्षको पूर्वपट्टि रहेको अजपाल वृक्षमा बिताउनु भएको थियो। त्यसै दिन श्री सौन्दर्यमा बोलाउँछु भनेर मारका 3 छोरीहरू कृष्णा, रागी र आरती गरेर 3 छोरीहरूले कुमार कर्मलाई पनि परास्त गर्नुभएको थियो। साथसाथै यस दिनलाई अर्को महत्त्वपूर्ण भनेको चाहिँ धर्मदूत दिवस भनेर मनाइन्छ। भगवान बुद्धको पालामा 60 जना भिक्षुहरूलाई देश विदेशमा चारिका गर्दै धर्मचक्रको प्रवर्तन गर्दै धर्मको प्रचार प्रसार गर्न भगवानले पठाउनु भएको थियो। यस्तै प्रचार प्रसार गर्दै क्रममा
तेस्रो सङ्ग्रहण पश्चात राजा अशोकको पालामा भने उहाँले देश देशान्तरसम्म विभिन्न भिक्षुहरूलाई चाहिँ धर्मको प्रचार प्रसार गर्न पठाउनु भएको थियो। यसरी प्रचार प्रसार गर्दाखेरि त्यति बेलाका भएका सबै विकृतिहरूलाई शुद्धिकरण गर्दै धर्मको अन्तर्राष्ट्रियकरण गर्दै त्यस दिनलाई चाहिँ बुद्ध जगतमा चाहिँ एउटा महत्त्वपूर्ण खुसी ढुङ्गाको रूपमा लिने गरिन्छ। यसै दिन भगवानलाई एक अत्यन्तै अहङ्कारी ब्राह्मण मै ठुलो हो, मै सर्वश्रेष्ठ हो भनी गरिरहने एक ब्राह्मणलाई प्रश्न गर्न आएको थियो। कहाँबाट ब्राह्मण हुन्छ, कुन धर्माचरण गरेमा ब्राह्मण हुन्छ? त्यसको उत्तर भगवानले एकदम सरल रूपमा भन्नुभएको थियो। पाप रहित निरहङ्कारी निक्लेश ज्ञानी अन्त थाहा भएको ब्रह्मचारी ब्राह्मणवाद जान्ने पुरुषलाई नै म ब्राह्मण भन्छु। यस्तो उत्तर सुन्ने बित्तिकै उसको अहङ्कार अत्यन्तै ठेस पुगेपछि ब्राह्मण त्यहाँबाट गयो। त्यो सप्ताह पुरै भगवानले धर्मामृत पान गरेरै बिताउनु भएको थियो। धर्मदूत दिवसको कुरामा भने यस दिनदेखि चाहिँ राजा अशोकले विभिन्न ठाउँमा विभिन्न भिक्षुहरूलाई पठाउनु भएको थियो। जस्तै महेन्द्र स्थविरको नेतृत्वमा गान्धार र कश्मीर, यसै गरी महादेव स्थविरको नेतृत्वमा महिष मण्डल, यसरी नै रक्षित स्थविरको नेतृत्वमा मैसूरको वनवास, यसरी नै हाम्रो मध्य स्थविरले भने हिमवन्त प्रदेश र सुर र उत्तर सुवर्टी भागमा पनि पठाउनु भएको थियो। हिमवन्त प्रदेश भन्ने चाहिँ सम्भवतः नेपाली हो भनेर अनुमानित गरिएको छ भने सुर र उत्तर सुवर्ण भनेको चाहिँ म्यानमारदेखि थाइल्यान्डसम्मको जति क्षेत्रफल छ त्यति नै हो भनेर भनिएको छ। यसरी बुद्धको शिक्षा देश देशान्तरसम्म फैलिँदै गयो, सीमा नाच्दै गयो, विभिन्न बौद्ध अनुवाद हुँदै गयो, लोकल तथा सांस्कृतिक बौद्ध संस्कृतिहरू पनि उजागर हुँदै गए। यो त हाम्रो संस्कृतिमा भयो, तर थेरावाद संस्कृति बाहेक पनि अरू कसरी मनाइन्छ भन्ने पनि कुरा सुनौँ है त। जसरी तिब्बतमा जेठ पूर्णिमालाई सावादावा भनेर मनाइन्छ। सावादावा अर्थात् वैशाख पूर्णिमाको रूपमा मनाइन्छ। यसरी नै अम्बेडकर परम्पराहरूमा भने तपस्सु र भल्लुकले पहिलोपल्ट सतुदान गरेको, यसरी नै विशाखालाई उपदेश दिनुभएको र केश धातु दान गर्नुभएको दिनका रूपमा पनि मानिन्छ। यसरी धर्मको जसरी विस्तार हुँदै गयो, देश विदेशमा धर्म पुग्दै गयो, मानिसहरूमा चेतना उजागर हुँदै गयो, मानिसहरूमा के सही र के गलत छुट्याउने शक्ति भयो। त्यसै कारण हामीले धर्मदूत दिवस अर्थात् महासमय दिवसको महत्त्वलाई स्मरण गर्दै धर्माभ्यासमा आफ्नो मनलाई चित्तलाई एकाग्र गर्न सकेमा सम्पूर्ण विश्वको नै कुशल मार्गतिर जान्छ भन्ने आशाका साथ र हजुरहरूलाई पनि मेरो यस वक्तव्यले चाहिँ एकदमै आजैबाट अहिले नैबाट अझ धार्मिक क्रियाकलापहरू गर्न चाहिँ सपोर्ट होस् भन्ने आशाका साथ म मेरो वक्तव्य शुभ